हेलो गाइज, वेलकम ब्याक टु पदम ट्राभल ब्लग। सबैजना आरामै हुनुहुन्छ होला। अनि यो चाहिँ राइड टु नगरकोट हो। अनि हामी यो राइड चाहिँ ठ्याक्कै घरबाट 4:30बाट हामीले राइड सुरु गरेका थियौँ। अनि अगाडि यो चाहिँ हामी अहिले कोटेश्वरमा हामी जाँदैछौँ। कोटेश्वर अनि भक्तपुर हुँदै ठ्याक्कै जस्ट 1.5 आवरमा हामी नगरकोटको माथि त्यो डाँडामा हामी मजाले सजिलैसँग पुग्न सक्छौँ। हामी बाइकमा हामी जान्छौँ भने त्यो 1 घन्टादेखि मजाले भक्तपुरबाट हामी एकदम सजिलैसँग पुग्न सक्छौँ र बाटो एकदम राम्रो छ। अनि सजिलैसँग हामी माथि डाँडामा हामी पुग्न सक्छौँ। हामी चाहिँ बिस्तारै हामी गयौँ र हामी 5:30तिर हामी माथिको त्यो डाँडामा पुग्यौँ नगरकोटको। अनि त्यतिखेर चाहिँ सनराइज भएको थिएन। अनि मजाको अगाडि दृश्यहरू हामीले अवलोकन गऱ्यौँ। मानिसहरू टन्नै आउँदो रहेछ यो अक्टोबर नोभेम्बर टाइममा। अनि त्यो मजाले थियो त्यतिखेर। सनराइज चाहिँ भएको थिएन र एकदम चिल मोमेन्ट, रिफ्रेसिङ मोमेन्ट, यस्तो मजाको भाइब्स दिइरहेको थियो। अनि समय मौका पाएको बेला चाहिँ नगरकोट चाहिँ हामी जान सक्छौँ। अनि अगाडिको यो दृश्यलाई हामी अवलोकन गर्न सक्छौँ। एकदम रमाइलो थियो यो चाहिँ। अगाडि टिलिलिली बत्तीहरू बलिरहेको पनि हामीले मजाले देख्न सक्छौँ। र अगाडिको दृश्यहरू हामीले हाम्रो आँखाले मजाले अवलोकन गर्न सक्छौँ। र मानिसहरू निकै आउँदो रहेछ यो टाइममा चाहिँ मजाले। त्यो फरेनरहरू पनि निकै आउनुहुँदो रहेछ। अनि अगाडिको दृश्य देख्न सक्नुहुन्छ, जुन बादल माथि आएर एकदम अगाडिको दृश्यलाई एकदम राम्रो देखाइरहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ अगाडिको माउन्टेन रेन्जहरू, विभिन्न माउन्टेन रेन्जहरू हाम्रो आँखाले हामीले अवलोकन गर्न सक्छौँ। यो दृश्यमा तपाईँले देख्न सक्नुहुन्छ कति राम्रो देखिरहेको छ अगाडिको यो नजरहरू। मौका पाउनु तपाईँहरू पनि समय लिएर तपाईँहरू टाइममा गर्न सक्नुहुन्छ। यो सबै धुलो धुवाँदेखि मुक्त तपाईँले पाउन सक्नुहुन्छ र रिफ्रेसिङ तपाईँले अनुभव गर्न सक्नुहुन्छ। अनि त्यो दृश्यलाई तपाईँले क्याप्चर पनि गर्न सक्नुहुन्छ। हेर्नुहोस् न अगाडि यस्तो माउन्टेन रेन्जहरू क्लाउडबाट माथि गएर अगाडिको दृश्य दामी देखिरहेको छ। तपाईँले यो भिडियोमा तपाईँले हेर्न सक्नुहुन्छ। यस्तो दामी देखिरहेको छ, एकदम राम्रो देख्दो रहेछ गाइस। यो चाहिँ सनराइज नआएको छ। ठ्याक्कै 6 बजे 5:30 बजीमा पुग्नुभयो भने सनराइज चाहिँ तपाईँले मजाले देख्न सक्नुहुनेछ। त्योभन्दा पछि गयो भने चाहिँ तपाईँले सनराइज चाहिँ छुटाउन सक्नुहुन्छ। र त्यो टाइममा जानुभयो भने चाहिँ अगाडिको यो जुन देखिरहनु भएको छ यो नजारा चाहिँ तपाईँले मजाले हेर्न सक्नुहुन्छ है त गाइस। एकदम राम्रो छ। यस नेपालमा पनि यस्तो राम्रो भ्यू देख्ने ठाउँहरू छ। जस यतिकै त नेपाल एउटा नेचुरल रिसोर्समा धनी देश भनेर गनिन्छ होइन। हेर्नुहोस् न कति राम्रो देखिरहेछ अगाडिको हिमालहरू, त्यो बादल, ठ्याक्कै सिधै हाम्रो आँखाले देख्ने सनराइज तपाईँले नगरकोटबाट चाहिँ देख्न सक्नुहुन्छ। एकदम राम्रो छ, रमाइलो ठाउँ, रमाइलो गाउँ होइन। राम्रो छ ठाउँ, एकदम रमाइलो छ गाइस। तपाईँले मौका पाउनुभयो अथवा मौका मिलाएर केही समय लिएर, धेरै टाइम लाग्दैन, यति समय लिएर चाहिँ यहाँ गएर तपाईँले हेर्न सक्नुहुन्छ। एकदम दृश्य दामी छ, राम्रो देख्छ। हेर्नुहोस् न मान्छेहरू एकदम आउँदो रहेछ। हेर्नुहोस् त अगाडि एकदम दामी छ। सबैलाई वेलकम टु पदम ट्राभल ब्लग। हेरेर सपोर्ट गर्नुहोला। धन्यवाद।